आजभोलि सामाजिक सञ्जालमा होस् वा साथीभाइको कुराकानीमा जताततै एसआइपी अर्थात् एसआइपीको चर्चा सुनिन्छ। लगानीको यो तरिकाबारे यति धेरै कुरा हुन्छ, तर यसको खास मतलब के हो, यो कसरी काम गर्छ भन्नेमा धेरैजना अझै पनि क्लियर हुनुहुन्न। यस्ता लगानीका शब्दहरू सुनेर कता कता अल्मलिए जस्तो भएको छ भने चिन्ता लिनुपर्ने कुरै छैन। धेरैलाई यस्तै हुन्छ, सुन्दा जति गाह्रो लाग्छ नि, वास्तवमा यो लगानीको संसार बुझ्न त्यति गाह्रो छैन। ल अब आउँदो केही मिनेटमा हामी सुरुवातकर्ताहरूका लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण 3वटा प्रश्नको जवाफ खोज्नेछौँ। यो सकिदासम्ममा एसआइपी के हो र यसले कसरी काम गर्छ भन्नेमा एउटा स्पष्ट चित्र दिमागमा बस्नेछ। ल सुरु गरौँ पहिलो खण्डबाट, एकदमै आधारभूत कुराबाट। र सबैभन्दा पहिलो प्रश्न, आखिर यो एसआइपी भनेको चाहिँ के हो त? सबैभन्दा पहिले एउटा कुरा के बुझौँ भने एसआइपी आफैमा कुनै लगानी गर्ने चिज होइन है। यो त एउटा सिस्टम हो, एउटा तरिका हो। जसरी हरेक महिना घर भाडा तिरिन्छ वा अलिअलि पैसा बचाइन्छ हो, ठ्याक्कै त्यस्तै यो लगानी गर्ने एउटा व्यवस्थित तालिका मात्र हो। सबैभन्दा धेरै कन्फ्युजन हुने ठाउँ नै यही हो। एसआइपी भनेको कसरी लगानी गर्ने भन्ने तरिका भयो र म्युचुअल फन्ड चाहिँ केमा लगानी गर्ने भन्ने कुरा भयो। मतलब एसआइपीको बाटो भएर म्युचुअल फन्डमा पैसा हालिन्छ। अब म्युचुअल फन्ड भनेको के हो त? सोच्नुहोस् न, यो एउटा ठूलो भाडो जस्तै हो जहाँ धेरैजनाले अलिअलि पैसा जम्मा गर्छन् अनि त्यो जम्मा भएको पैसालाई बजारका एक्सपर्टहरूले चलाउँछन्। उनीहरूले त्यो पैसालाई विभिन्न ठाउँमा लगानी गर्छन्। यसले गर्दा थोरै पैसा लगानी गर्नेले पनि ठूलो र फैलिएको पोर्टफोलियोको फाइदा लिन सक्छ। अनि फेरि म्युचुअल फन्ड पनि एकै किसिमको हुँदैन। यसका पनि विभिन्न प्रकार हुन्छन्। जस्तै इक्विटी फन्डले पैसा शेयर बजारमा लगाउँछ, डेट फन्डले अलि सुरक्षित मानिने बन्डहरूमा, अनि हाइब्रिड फन्डले चाहिँ दुवैमा अलिअलि मिलाएर लगानी गर्छ। ल अहिलेसम्म एसआइपी के हो भन्ने त थाहा भयो। अब दोस्रो खण्डमा जाउँ। यो किन गर्ने त? यसले कसरी लामो समयमा पैसा बढाउन मद्दत गर्छ? एसआइपी बारे बुझ्नुपर्ने सबैभन्दा ठूलो कुरा के हो भने यो कुनै जादुको छडी होइन। मतलब रातारात धनी बनाउने स्किम बिल्कुलै होइन। यो त लामो समयसम्म अनुशासनका साथ थोरै थोरै पैसा जम्मा गर्दै त्यसलाई बढाउने एउटा यात्रा हो। त्यसो भए यसको पावर चाहिँ केमा छ त? हेर्नुहोस्, यो एउटा उदाहरण हो। स्रोत सामग्री अनुसार लामो समयसम्म लगानी गर्दा म्युचुअल फन्डले औसतमा वार्षिक 15% रिटर्न दिन सक्छ। हो, यो कुनै ग्यारेन्टी त होइन, बजार घटबड भइरहन्छ, तर यसले एउटा आइडिया दिन्छ कि नियमित लगानीले कस्तो कमाल गर्न सक्छ। र यो कसरी सम्भव हुन्छ त? यो हुन्छ कम्पाउन्डिङको शक्तिले, जसलाई चक्रवृद्धि ब्याज पनि भनिन्छ। यो तालिकामा हेर्नुहोस् त, 10 वर्षमा जम्मा 1,20,000 लगानी गर्दा त्यसको मूल्य 2,78,000सम्म पुग्न सक्छ। मतलब के हो भने सुरुमा कमाएको नाफाले पनि फेरि नाफा कमाउन थाल्छ। यही हो लामो समयमा पैसा बढाउने असली सूत्र। ल अब लगानी सुरु गर्नुभन्दा अगाडि केही शब्दहरू छन् जसको बारेमा थाहा पाउनु एकदमै जरुरी छ। यी शब्दहरूले सही निर्णय लिन सजिलो बनाउँछन्। पहिलो शब्द हो एनएभी वा नेट एसेट भ्याल्यु। जब म्युचुअल फन्डमा पैसा हालिन्छ त्यसको बदलामा युनिट्स पाइन्छ, हैन? हो, त्यही एउटा युनिटको मूल्य नै एनएभी हो। यसलाई शेयरको मूल्य जस्तै सम्झिँदा हुन्छ। अर्को शब्द हो CAGR। यसले के देखाउँछ भने कुनै लगानीले औसतमा हरेक वर्ष कति प्रतिशतले ग्रोथ गर्यो। बजार त कहिले माथि जान्छ, कहिले तल झर्छ। CAGRले यो सबैलाई मिलाएर एउटा औसत वृद्धि दर देखाउँछ। यसले गर्दा दुईवटा फन्डलाई तुलना गर्न सजिलो हुन्छ। अनि एक्सपेन्स रेशियो। म्युचुअल फन्ड चलाउने एक्सपर्टहरूले सित्तैमा त काम गर्दैनन्, हैन? हो, उनीहरूले लिने एउटा सानो वार्षिक शुल्क नै एक्सपेन्स रेशियो हो। यो जति कम भयो लगानीकर्तालाई त्यति नै फाइदा हुन्छ। त्यसैले कुनै पनि फन्ड छान्दा यो कुरामा ध्यान दिनुपर्छ। ल एसआइपी के हो पनि बुझियो, किन गर्ने भन्ने पनि थाहा भयो। अब सबैभन्दा प्र्याक्टिकल कुरा, कसरी गर्ने त? धेरैलाई लाग्न सक्छ यो झन्झटिलो होला, तर अहिलेको समयमा यो एकदमै सजिलो भइसकेको छ। आजभोलि त घरमै बसेर अनलाइनबाटै एसआइपी सुरु गर्न सकिन्छ। यसको लागि के चाहिन्छ त? ल हेरौँ है। पहिलो त लगानी गर्न एउटा आइडी नम्बर जस्तै डिम्याट खाता चाहियो। त्यसपछि अनलाइन फर्ममा आफ्नो डिटेल्स भर्ने अनि आफ्नो लागि ठिक लाग्ने म्युचुअल फन्ड छान्ने।
कति पैसा कहिले हाल्ने त्यो सेट गर्ने र लास्टमा भुक्तानी गरेपछि लगानीको यात्रा सुरु। त्यसो भए यो सबै कुराको सार के हो त? सार यही हो, एसआइपी भनेको कुनै रकेट साइन्स होइन। यो त अनुशासनका साथ हरेक महिना थोरै थोरै पैसा बचाएर त्यसलाई लामो समयसम्म बढ्न दिने एउटा एकदमै सरल तर शक्तिशाली तरिका हो। अब अन्त्यमा एउटा कुरा सोचौँ त, लगानी गर्ने यो बानीले भविष्यको कुन सपना पूरा गर्न मद्दत गर्ला? सायद एउटा घर किन्ने सपना, या बालबच्चाको राम्रो पढाइको लागि, वा आफ्नै आरामदायी अवकाश जीवनको लागि। यो पैसा मात्रै जम्मा गर्ने कुरा होइन, यो त आफ्नो